हजुर हजुर नमस्कार। 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 कोटेश्वर गएर भर्खर घरमा भर्खरै पुगेको म त। ए कुदी गरेर आएँ म त। दौडा दौड छ है। दौडा दौडी इनड्राइभ बोलाएको, एउटा इनड्राइभले क्यान्सल गरिदिएछ। 15 मिनट बाँकी छ, के भने बल्ल बल्ल एउटा सट्टाएर दौडी कोही पनि आइपुगेको छैन। सिजन छ, नेपाली टाइम सबैजना यही हो। फ्री क्लास भनेको यस्तो नि, पैसा परेको भएदेखि ठ्याक्कै टाइममा आउँथ्यो। चस्मा लिएर आउँछ है, चस्मा तलै पऱ्यो। कोही पनि छैन है। सुरु गरौँ कि त? पारन सिधा राखौँ न। हजुर हुन्छ, सुरु गरौँ त। हुन्छ, अब कोही पनि छैन। एलएसी जान्छ, गर्नुहोस् न। ल सुरु गर्छ ल। हुन्छ। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्सन्दन
कलबभु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डल प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तककरा रुद्राक्षमालाधर वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ अष्टादशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विष्णुलाई वृन्दाको सत्य डगाउन पठाएपछि महादेव स्वयं सङ्ग्राम भूमिमा उपस्थित भएर जालन्धरसित युद्ध गर्नुभयो। महादेव र जालन्धरको ठूलो घमासान सङ्ग्राम भयो। उता वृन्दाको पतिव्रता धर्म विष्णुले नष्ट गरिसकेकाले केही बलहीन भएर आकाशमा गएर महायुद्ध गर्न लाग्यो। महादेवले पनि आकाशमा युद्ध जालन्धर बलहीन भएको जस्तो बुझी अब त वृन्दाको सत्य विष्णुले नासिसकेछन् भन्ने विचार गरी हातमा लिइराखेको त्रिशूल उचाली तिनै आँखाबाट आगाको ज्वाला निकाली क्रोधले लाल लाल नेत्र गरी त्यो त्रिशूल जालन्धरको छातीमा हाने। त्यो त्रिशूलको वेदनाले जालन्धर मरेर अन्तपुरको चोकका माझमा पछारियो। जालन्धर खसेको शब्द वृन्दाले सुनेर यो के शब्द रहेछ भनी हेर्न जाँदा आफ्नो स्वामी जालन्धरको मृत शरीरदेखि तरह तरहको विलाप गर्न लागिन्। यस्तो अवस्थामा मलाई एक्लै छाडी तपाईँ कहाँ जानुभयो? पापिष्ट विष्णुले कपटपूर्ण छल गर्दा तपाईँको यो गति भयो। तपाईँ बिना प्राण कसरी राखौँ? तपाईँ जहाँ जानुभयो उहीँ म पनि जान्छु भन्दै झगल्टा फिजाएर विष्णुको मुख हेरी, हे पापिष्ट विष्णु, तिम्रो छलले मेरो स्वामीको अवस्था भयो। अब श्राप दिन्छु, झार घाँस वृक्ष ढुङ्गो भएर रहे भनेर वृन्दाले आफ्नो प्राण त्यागेर पतिसित सती भइन्। हे अगस्त्य मुनि, पतिव्रताले श्राप दिएकी हुनाले झार भनेको तुलसी, घाँस भनेको कुश, रुख भनेको पिपल, ढुङ्गो भनेको शालिग्राम भएर रहनु पर्यो। तुलसी, कुश, पिपल, शालिग्रामलाई नारायण रूप मानेर सकलले पूजा गरेको यसैले हो। हे मुनि, पतिव्रता धर्म सबैभन्दा ठुलो छ। पतिव्रताले गर्न सक्ने कुनै कुरै छैन। जे पनि गर्न सक्छन्। तहाँ उपरान्त विष्णुले महादेवसित गएर सबै कुरा सुनाए। आज्ञा पाए वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनेर विदा भएर तुलसी, कुश, पिपल, शालिग्राम भइरहे। महादेव नन्दी माथि चढेर ब्रह्मादि देवताहरू अघि पछि लगाई अप्सराले नाच्ने, गन्धर्वले गीत गाउँदै, स्वर्गबाट पुष्पवृष्टि गराउँदै, ठुलो विजय उत्सव बनाउँदै कैलाशमा पुगेर प्रमथगण समेत लिएर शिव भक्तले आनन्दपूर्वक रहे। देवताहरू पनि महादेवसित विदा मागेर आफ्ना आश्रममा गए। यति स्वर्गको कुरा भनिसके, अब पातालको कुरा भन्दछु सुन। अश्वत्थामा ऋषि पार्वतीका आज्ञाले सप्त पाताल मध्ये रसातल नामक पातालमा गए। त्यो कस्तो पाताल भने सूर्यको जस्तो तेज भएको, अनेक थरीका रत्नले जडजडाउ गरेर सुवर्णले बनाएको पुरीमा धनधान्यादिले पूर्ण भएका शेषनाग, कर्कोटक नाग, शङ्खनाग, कुलिक नाग, तक्षक नाग, पद्मनाग, वरुण नागहरू र नागिनीहरू वस्त्र आभूषणले सिँगारी ऊभन्दा ऊ राम्री भई बसेका ठाउँमा पुगेर भने, हे शेषनाग, पार्वतीको आज्ञाले स्वस्थानी परमेश्वरीको व्रत गर्न लगाई। जो दुखी छन्, जो दरिद्री छन्, जिनको उद्धार गर्न आएको हुँ। कोही दुखी छन् कि भने शेषनाग भन्दछन्, हे अश्वत्थामा ऋषिश्वर, यहाँ त दुखी कोही छैनन्। त्यो वनको नजिकमा शङ्खचूड, रत्नचूड, कृपादत्त र धृतराष्ट्र नागको घर छ। उनका स्त्रीहरू दुःखमा छन्, त्यहाँ गएर शुद्ध्याउनुहोस्। यस्तो सुनेर अश्वत्थामा ऋषि बोलाउँदै नागिनीहरू छेउ गए। शङ्खचूड नागकी श्री हिरावती, रत्नचूड नागकी श्री रत्नावली, कृपादत्त नागकी श्री मृगावती, धृतराष्ट्र नागकी श्री मदनावती स्त्री पुरुष अन्योन्य प्रीतिले रहेका थिए। पछि नागहरू प्रदेश गएपछि त्यहाँ बस्न नसकी वियोग जनित दुःखले वनमा गएर बसेका भए पनि महासती भए थिए। वनमा पनि सुख त थिएन, तर भाग्य फर्कने आशामा देवता पुकारा गर्दथे। 12 वर्ष व्यतीत हुँदा पनि नागले नागिनीको र नागिनीले नागको केही खबर पाएका थिएनन्। अश्वत्थामा दुःखका समुद्रमा चुर्लम डुबेका नागिनीहरूको खबर गर्दै हपार्दै गए। नागिनीहरूले हपारेको सुनेर हपार्ने कोही रहेछ भने गुफाबाट बाहिर निस्किए हेरे अश्वत्थामा ऋषिलाई देखेर भन्छन्, हे ऋषिश्वर, के कामले हामी दुखियाको खुट्टीमा सवारी भयो? यसरी शुद्ध्याएपछि अश्वत्थामा भन्दछन्, श्री सुतानी परमेश्वरीको व्रत गराई जो दरिद्र छन्, जसका सन्तान छैनन्, जसका पति छैनन्, त्यस्ताको उद्धार गरौँ भनेर आएको हुँ। यस्तो वचन सुनेर मनमा आनन्द गर्दै नागिनीहरूले भने, हे ऋषिश्वर, हामी दुःखी छौँ, सन्तान पनि छैनन्, पुरुष पनि छैनन्, त्यो व्रत हामीलाई गराऊ भनेर नाग प्रदेश गएको सबै वृत्तान्त सुनाएर श्रद्धापूर्वक आसनमा बसाए। अश्वत्थामा भन्दछन्, हे नागिनी हो, सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भने श्री सुतानी परमेश्वरको व्रत गरेको विधि विस्तार गर्दछु। सुन, पौष शुक्ल पूर्णिमाका दिनदेखि हात घोडाको नङ काटी स्नान गरी शुद्ध भई एक भक्त रही
एकचित गरी मेरो फलाउने कामना सिद्ध होस् भनेर 1 महिनासम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु र कथा सुन्नु। माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 यज्ञसूत्र, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुड्का सुपारी, अष्टोत्तर 100 नाना जातिका फल फूलहरू सगुण समेत अनेक तरहका सामग्री तयार गरी आरसीमा ओमकार लेखी गंगा जलले स्नान गराउनु। श्रीखण्ड चन्दन, रक्तचन्दन, केशर, सिन्दुर, फूल पहिराउनु। धूप दीप नैवेद्य वस्त्र भेटी आफ्ना सावकाश श्रद्धाले चढाएर श्री सुदाने परमेश्वरको पूजा सकी अर्घ्य दिएर ध्यान जप समेत गर्नु। पूजा समाप्त भएपछि प्रसाद झिक्नु र 108 मा 8 रोटी, 8 चिता, 8 पान, 8 सुपारी कुड्का, नाना जातका फलफूल सगुन समेत आफ्ना पतिलाई दिनु। पति नभए छोरालाई दिनु, छोरालाई, छोरा नभए मिश्रालाई दिनु, मिश्रा पनि नभए जुन कामना गरेर व्रत गरेको छ त्यो पूर्ण होस् भनेर गंगामा लगेर बगाउनु। 100 रोटी आफूले फलाहार गरेर रात्रिमा जागराम गर्नु। यति गर्यो भने तिमीहरूको दुःख नाश भई नागहरू पनि आइपुग्नेछन्। यसमा अन्यथा नमाने भने ऋषिका कुरा सुनि नागिनीहरू भन्छन्, हे ऋषि, हामी स्त्री जातिमा त्यस्तो ज्ञान कसरी थाहा पाऊँ, कसरी कहाँ पाऊँ? तपाईँ बसेर व्रत गराई दुखिया अनाथको उद्धार गरेर जानुहोस् भनेर घरमा लगेर आदर साथ राखे। केही दिनपछि पौष शुक्ल पूर्णिमा आयो र ऋषिले विधिपूर्वक व्रत आरम्भ गराए। महिना दिनपछि माघ शुक्ल पूर्णिमाका दिन सबै पूजा सकी अर्घ्य दिएर ध्यान जप स्तोत्र पाठ पनि गर भने नागिनीहरूले अर्घ्य दिएर अञ्जली बाँधी, हे सुदाने परमेश्वरी, हामी दुखी पापिनीको पूजाले सन्तोष भएर यो दुःखको समुद्रदेखि पार लगाऊ भनेर स्तुति समाप्त हुन साथ 1000 सूर्यको तेज भएकी श्री सुदाने परमेश्वरी प्रकट भएर, हे नागिनी हो, तिम्रो दुःख नाश होला, नागहरू पनि चाँडै आउनेछन् भन्ने वरदान दिएर अन्तर ध्यान भइन्। प्रसाद झिक लाग्दा नागहरू पनि टुप्लो गाई पुगे। नागिनीहरू हर्षले गदगद भएर धन्य सुदाने परमेश्वरी धन्य भन्दै 8 रोटी, 8 चिता, 8 पान, 8 कुड्का सुपारी सगुन समेत आफ्ना आफ्ना पतिलाई दिएर चरण व्रत गरे। अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक भोजन गराई दक्षिणा दिए। ऋषि दिएर ऋषि पनि नागिनी विदा भएर गए। नागिनी असंख्य सम्पत्ति पाई परम आनन्द साधना भए। श्री स्कंद पुराणे केदारखण्डे महात्मे कुमारागत समाधि श्री सुदाने परमेश्वरी व्रत कथायां नागिनी स्वस्थाने व्रत कृतं नाम अष्टादशोऽध्यायः। ओम उपनयतु मंगलम वह सकल जगन्मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिनदल निवीक्षण कृष्ण काले वर्षतु वर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतां तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोद्धार कथा प्रसंगः या कुन्देन्दुत्सारहार धवला या शुभ्रवस्त्रावृता या वीणाम्बरदंड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्। अब आज श्री स्वस्थानी व्रत कथाको 18औं अध्यायको पाठ पारायण भयो। योभन्दा अगाडिको कथामा जालन्धर र भगवान शिवको युद्धको प्रसङ्ग थियो र यो कथामा पनि अलिकति जालन्धर र भगवान शिवको युद्धको कथा छ। जब भगवान विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नका लागि जालन्धर गुरुको लिएर जानुभयो र विष्णुको त्यो मायाबाट विष्णुले आफ्नो मायाद्वारा वृन्दाको सतीत्व नष्ट गरिसकेपछि जालन्धर बलहीन भयो अनि भगवान शिवले आफ्नो त्रिशूलद्वारा जालन्धरको वध गरेको प्रसङ्ग आजको कथामा छ। र यस प्रकारले जब माया युद्ध गर्दै आकाशमा गएर भगवान शिवका साथ युद्ध गरेको सो जालन्धरलाई भगवान विष्णुले आकाशमा नै गएर बलहीन भएको थाहा पाइसकेपछि त्रिशूलले जब छातीमा प्रहार गर्नुभयो त्यसपछि उक्त जालन्धर त्रिशूलको वेदना खप्न नसकेर प्राणहीन भयो र अन्तपुरको चोकमा माझमा पछारियो। त्यसपछि ऊ पछारिएको आवाजले के को आवाज रहेछ भने जब वृन्दा बाहिर निस्किन् तब उनले आफ्नो पति मारिएको थाहा पाइन् र यो सबै विष्णुको छलका कारणले सम्भव भएको भन्ने बुझिसकेपछि विष्णुलाई उनले अत्यन्त क्रोधित भएर श्राप दिइन्। उनले
श्राप दिँदै भनिन् कि हे विष्णु, तिमीले आज ममाथि जुन छल गर्यौ त्यो छलको कारणले मेरा पतिको देहान्त भएको छ, म यसरी पतिहीन भएको छु। त्यसैले म तिमीलाई श्राप दिन्छु, तिमी झार बनेर बस्नु परोस्, घाँस बनेर रहनु परोस्, रुख बनेर रहनु परोस् र ढुङ्गो भएर रहनु परोस् भनेर यसरी श्राप दिइन्। वृन्दा अत्यन्त पतिव्रता भएकी हुनाले, सती भएको हुनाले सतीले दिएको श्राप नलाग्ने कुरै थिएन। त्यसैले उनको श्राप लागेको हुनाले नै भगवान विष्णु झार भनेको तुलसी, घाँस भनेको कुश, रुख भनेको पिपल र ढुङ्गो भनेको शालिग्राम भएर रहनु पर्यो। र यस प्रकारले सम्पूर्ण लोकले अहिले पनि भगवान विष्णुलाई विष्णुका रूपमा तुलसी, कुश, पिपल र शालिग्रामको पूजा गर्ने प्रचलन रहेको छ। र यसरी आफ्ना पति मरेपछि र विष्णुलाई श्राप दिइसकेपछि वृन्दा पतिका साथमा सती भएर गइन् भन्ने कथा पछि अब यो यसै अध्यायमा नयाँ कथाको आरम्भ भएको छ र यसमा चाहिँ श्री स्वस्तानीको व्रत कथाको महात्म्य बुझाउने एउटा कथा रहेको छ। अब यसमा माता पार्वतीको आज्ञाले अश्वत्थामा ऋषि पातालमा कोही दुखी छन् कि भनेर उनीहरूको दुःख दारिद्र्य निवारणका लागि श्री स्वस्तानीको व्रत गराउने उद्देश्यले पातालमा गएको प्रसङ्ग यहाँ आएको छ। र त्यो पाताल वास्तवमा त्यो भोगलोक जहाँ अनेक थरीका रत्नले जलजडाउ गरेका, सुवर्णले चाहिँ बनाइएका विभिन्न प्रकारका पुरहरूले भरिएको नागलोकमा अश्वत्थामा ऋषि, जहाँ कर्कोटक नाग, शङ्खनाग, कुलिक नाग, पद्मनाग, वरुण नाग, नागिनीहरू अनेक प्रकारका वस्त्र आभूषणहरूले सुसज्जित भए पुगेर अश्वत्थामाले शेष नागहरूका राजा शेषनागलाई भने कि हे शेषनाग, म पार्वतीको आज्ञाले स्वस्तानी परमेश्वरको व्रत गराउनका लागि र जो दुखी छन्, जो दरिद्र छन्, जो दुःखमा छन्, जो पीडामा छन्, उनीहरूको पीडा श्री स्वस्तानी परमेश्वरीको व्रतको महात्म्यद्वारा, व्रतको प्रभावले उनीहरूको दुःख निवारणको लागि म आएको हुँ। त्यसैले यहाँ कोही दुखी छन् कि भनेर उनले सोधे। सोधिसकेपछि शेषनागले यहाँ त त्यस्तो कोही दुखी छैनन्, त्यहाँ अलिकति पर गुफामा शङ्खचूड, रत्नचूड, कृपादत्त र धार्तराष्ट्र नागका पत्नीहरू पतिको वियोगले दुखी भएर गुफामा रहेका छन्। त्यसैले त्यहाँ गएर उनीहरूको दुःख निवारणका लागि उनीहरूलाई श्री स्वस्तानी परमेश्वरीको व्रत कथाको महात्म्य बताउनुहोस्, व्रतविधि बताएर उनीहरूलाई दुःखको सागरबाट पार गराउनुहोस् भनेर जब शेषनागले बताए, त्यसपछि ऋषि अश्वत्थामा उनीहरूलाई बोलाउँदै गुफा भएतिर गए। त्यहाँ नजिकैको गुफामा, त्यो वनको गुफामा शङ्खचूडकी श्री हिरावती, रत्नचूडकी श्री रत्नावती, कृपादत्त नागकी श्री मृगावती र धार्तराष्ट्र नागकी स्त्री मदनावती गुफामा रहेका थिए। आफ्ना पतिहरू परदेश गएको 12 वर्ष बितिसक्दा पनि घर नफर्किएको र कुनै खबर नपाएको हुँदा उनीहरू अत्यन्त दुखी थिए। परदेश गएका पतिहरूको के हाल होला भनेर कुनै खबर पाएका थिएनन्। त्यसैले त्यो वियोग, त्यो पीडा खबर नसकेर उनीहरू वनमा यसरी गुफामा बसिरहेका थिए। जब अश्वत्थामा ऋषि उनीहरूलाई अपार्दै पुगे र अश्वत्थामा ऋषिले म माता भगवती पार्वतीको आज्ञाले यस पाताल लोकमा कोही दुखी छन् कि
कोही दरिद्र छन् कि अथवा कोही पीडामा छन् कि उनीहरूको त्यो पीडा, त्यो दुःख, त्यो दारिद्र्य हरण गर्नका लागि श्री स्वस्थानीको व्रत कथाको महात्म्य बुझाउन र त्यो व्रत विधि सिकाउन आएको हुँ भनिसकेपछि उनीहरूले हामी अत्यन्त दुखी छौँ, हाम्रा पतिहरू परदेश गएको 12 वर्ष भइसकेको छ, तर कुनै खबर छैन, अत्तो पत्तो छैन, त्यसैले हामीलाई यो विधि बताउनुहोस्, हामी अज्ञानी छौँ, तपाईँ आफै बसेर सम्पूर्ण विधि हामीलाई सिकाएर त्यो व्रत गराउनुहोस् भनेर जब ती 4 नागहरूका पत्नीहरू हिरावती र रत्नावती आदिले जब भनिसकेपछि ऋषि अश्वत्थामाले श्री स्वस्थानीको व्रतको चाहिँ महात्म्य बताउँदै भन्नुभयो कि ए नागिनीहरू हो, श्री स्वस्थानी परमेश्वरी भनेकी कति प्रभावशाली देवी हुन् भने अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनेर उनी श्री स्वस्थानीको परमेश्वरको व्रत गरेकी थिइन् र त्यही व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाउनुभयो। त्यसैले त्यस्तै श्री स्वस्थानी परमेश्वरीलाई प्रसन्न बनाउनका लागि पौष शुक्ल पूर्णिमाका दिनदेखि हात गोडाका नङ काटी स्नान गरी शुद्ध भएर एकचित्त र एक भक्त भएर आफ्नो कुनै कामना, फलाउनु कामना सिद्ध होस्, मेरो यो कामना सिद्ध होस् भनेर 1 महिनासम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु, पार्वतीको पनि पूजा गर्नु र कथा सुन्नु। अनि माघ शुक्ल पूर्णिमाका दिन प्रसाद स्वरूप 108 रोटी, 108 अक्षता, 108 यज्ञसूत्र, 108 पान, 108 गुडका सुपारी अनि विभिन्न प्रकारका फलफूल सगुण समेत चाहिँ सामग्री तयार पारेर उक्त सामग्रीलाई गंगा जल अभिषेक गराउनु, पवित्र गर्नु अनि श्रीखण्ड, रक्त, चन्दन, केसर, धूपदेव आदि चढाएर भगवती श्री स्वस्थानी परमेश्वरीलाई श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्नु, अर्घ्य दिनु, उनको ध्यान गर्नु र आफ्नो मेरो फलानु कामना सिद्ध होस् भनेर रातभरि जागराम बस्नु। अनि यसरी पूजा सिद्धिएपछि, जागराम गरिसकेपछि ती आफूले तयार पारेका 108 रोटी, प्रसाद स्वरूप तयार पारिएको 108 रोटी, 108 अक्षता, 108 पान, 108 गुडका सुपारी इत्यादि आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा पनि नभए मिछोरालाई दिनु, मिछोरा पनि नभए जुन कामनाले चाहिँ व्रत गरेको हो सो व्रत अथवा सो कामना पूर्ण होस् भनेर त्यो प्रसाद गंगामा लगेर बगाउनु। त्यसमध्ये 100 रोटी चाहिँ आफूले फलाहार गर्नु भनेर जुन विधि ऋषि अश्वत्थामाले बताए, त्यसपछि त्यो विधि अनुसार ऋषिकै सान्निध्यमा रहेर ऋषिले दिएको निर्देश अनुसार जब उनीहरूले 1 महिनासम्म श्री स्वस्थानीको कथा सुन्ने, नित्य मध्याह्न कालमा भगवान महादेव र पार्वतीको पूजा गरे, उक्त कथाको, उक्त व्रतको प्रभावले कथा सिद्धिएपछि, पूजा समाप्त भएपछि, व्रत समाप्त भएपछि श्री स्वस्थानी प्रकट हुनुभयो र श्री स्वस्थानीले हे नागिनीहरू हो, तिम्रो दुःख अब चाँडै नाश हुनेछ। परदेश गएका तिम्रा पतिहरू जो 12 वर्षदेखि
कुनै अत्तोपत्तो छैन, तिमीहरूले कुनै खबर पाएका छैनौ, उनीहरू पनि अब चाँडै नै आउनेछन् भनेर उनीहरूलाई त्यो आशीर्वाद दिएर भगवती श्री सुस्थानी अन्तर्ध्यान भइन्। र जब उनीहरूले प्रसाद झिक्न लागे त्यतिखेर शङ्खचूड, रत्नचूड, कृपादत्त र धातराष्ट्र नागहरू टुप्लुक आइपुगे र यसरी भगवती स्वस्थानीको प्रभाव स्वरूप उनीहरूको दुःख समाप्त भयो। पतिको वियोग जनित दुःखबाट, पीडाबाट उनीहरू मुक्त भए। अनि तिनै आफूले तयार गरेका प्रसाद मध्ये केही प्रसाद आफ्ना पतिलाई दिएर उनीहरूले अश्वत्थामा ऋषिलाई पनि श्रद्धापूर्वक भोजन गराए, दक्षिणा दिए। र ऋषि यसरी जब नागहरू आए, नागिनीहरूको साथमा उनीहरूको मिलन भयो। उनीहरूको त्यो वियोग जनित पीडा नष्ट भएको देखि प्रसन्न भएर उनी पनि नागिनीसित विदा भएर गए र नागिनीहरू आफ्ना पतिका साथमा आनन्दपूर्वक रहे भन्ने यो कथा आजको यो प्रसङ्गमा आएको छ। अब यो मूलत यो अध्यायमा चाहिँ हामी के देख्छौँ भन्दाखेरिमा एउटा प्रसङ्गमा त वृन्दाको सतीत्व नष्ट भएपछि, विष्णुद्वारा नष्ट भएपछि जालन्धर मारिएको, त्यसैले सतीको त्यो पतिव्रता नारीको जुन अमोघ शक्ति हो, त्यो अमोघ शक्तिको यहाँ वर्णन देखिन्छ, त्यसको महत्ता देखिन्छ। जब त्यो पतिव्रता धर्म नष्ट भयो त्यसपछि जालन्धर मारियो। त्यसैले शक्ति अथवा पत्नीको चरित्र, पत्नीको जुन एउटा सतीत्व हो, त्यो वास्तवमा लोग्नेका लागि ठुलो शक्ति हो भन्ने यहाँ देखाउन खोजिएको छ। अनि त्यो नष्ट भइसकेपछि जालन्धर मारिएको र त्यो सतीले, वृन्दाले विष्णुलाई श्राप स्वरूप कुश के अरे झार बन्नु परोस्, घाँस बन्नु परोस्, रुख बन्नु परोस् र ढुङ्गो बन्नु परोस् भनेर जुन श्राप दिएको देखिन्छ। अब यसलाई हामीले श्रापको रूपमा हेर्दा त हामी के देख्छौँ भन्दाखेरिमा अब घाँसको रूपमा तुलसी, त्यसपछि झारको रूपमा कुश, अनि रुखको रूपमा पिपल र ढुङ्गाको रूपमा शालिग्राम भएर विष्णु रहेको भन्ने देख्छौँ। अब यसलाई हामीले अलि त्यो एउटा अलि दृष्टि फराकिलो पारेर हेर्ने हो भने हामी के देख्छौँ भन्दाखेरिमा त्यो जुन भगवानको सत्ता हो, भगवानको अस्तित्व हो, त्यो चाहिँ केवल अब हामी मानिस जस्ता प्राणीहरू मात्रै होइन अथवा भगवानको रूपमा मात्रै होइन, त्यो भगवानको सत्ता घाँसको रूपमा पनि छ, झारको रूपमा पनि छ, रुखको रूपमा पनि छ र यहाँसम्म कि ढुङ्गाको रूपमा समेत भगवान रहेका छन् अथवा भगवानको व्यापकतालाई यहाँ बुझाउन खोजिएको छ। त्यसैले केवल प्राणीहरूलाई मात्र होइन, मतलब प्राणी भन्नाले घाँसमा पनि प्राणता हुन्छ, त्यसैले प्राण जोसँग प्राण हुन्छ त्यो सबै प्राणी नै हुन्। तर चेतनाको दृष्टिकोणले, उनीहरूको त्यो चेतनाको अभिव्यक्तिको दृष्टिकोणले हामी मानिसहरूमा अलि चेतना बढी देख्छौँ, त्यसपछि अन्य प्राणी, अन्य जनावरहरूमा अलिक कम देख्छौँ। तर जो स्थावर यी रुख, बिरुवा, घाँस र ढुङ्गाहरू छन्, तिनीहरू हामी त्यो चेतनाको अभिव्यक्ति कम देख्छौँ। तर तिनमा पनि भगवानको अस्तित्व छ, तिनमा पनि भगवान चेतनाको रूपमा रहेका छन् भन्ने यहाँ देखाउन खोजिएको छ। त्यसैले भगवान सर्वत्र छन्। भगवानलाई हामीले जुनसुकै रूपमा पनि पूजा गर्न सक्छौँ, चाहे घाँसको रूपमा होस् अथवा चाहे रुखको रूपमा होस् अथवा चाहे
ढुङ्गाको रूपमा होस् अथवा झारको रूपमा होस्, भगवानको सत्ता सर्वत्र व्याप्त छ, सर्वत्र विद्यमान छ। भगवानलाई जुनसुकै रूपमा पनि, जुनसुकै स्वरूपमा पनि पूजा गर्न सकिन्छ भन्ने त्यो आशय यहाँ व्यक्त गर्न खोजेको देखिन्छ। त्यसपछि जुन श्री स्वस्थानी परमेश्वरीको महात्म्यको प्रसङ्ग छ, अब ती श्री स्वस्थानी परमेश्वरी केवल मर्त्यलोकका मानिसहरूको दुःखलाई निवारण गर्नका लागि मात्रै होइन, भगवतीको महात्म्य, भगवतीको त्यो शक्ति पातालमा रहेका नागहरू समेत भगवतीको प्रसादबाट, भगवतीको कृपाबाट आफ्नो पीडाबाट मुक्त हुन सक्छन् भन्ने यहाँ देखाउन खोजिएको छ। त्यसैले यो महात्म्य चाहिँ सर्वत्र भगवतीको महात्म्यलाई यहाँ बताउन खोजिएको छ। किनभने स्वयं पार्वती जो महादेवलाई पतिका रूपमा चाहन्थिन्, तिनै पार्वतीले समेत श्री स्वस्थानीको परमेश्वरीको व्रत गरेको र त्यही व्रतको प्रभावले महादेव पति पाएको भन्ने जुन कथा छ, त्यसै गरी स्वयं गणेश र कुमार नै पनि, जस्तो कुमार धेरै समयसम्म सुमेरु परिक्रमा गर्न गएका कुमार नआएको देखेर चाहिँ लामो समयसम्म नआएको प्रति गङ्गाले जब भगवान शिवलाई मेरो छोरो धेरै भयो, सुमेरु परिक्रमा गर्न गएको अझै आएन भनेर भन्दाखेरिमा भगवानले श्री स्वस्थानी परमेश्वरको व्रत गर्नका लागि आग्रह गरेको प्रसङ्ग अगाडि गइसकेको छ। त्यसै देवताहरू असुरहरूबाट पीडित भएको अवस्थामा, स्वर्गबाट चाहिँ तिरस्कृत भएर चाहिँ मर्त्यलोकमा घुम्नु परेको अवस्थामा तिनी श्री स्वस्थानी परमेश्वरको कृपाले फेरि त्यो स्वर्गको राज्य प्राप्त गरेको प्रसङ्ग पनि आएको छ। त्यसैले भगवती स्वस्थानीको त्यो महात्म्य, उहाँको त्यो शक्ति स्वर्ग, मर्त्य र पाताल तिनै लोकमा व्याप्त छ र त्यो शक्तिको महात्म्यका कारणले सबैले त्यो शक्तिलाई आराधना गर्यो भने सबै, चाहे त्यो मर्त्यलोकका निवासी हुन् अथवा चाहे पाताल लोकका हुन् अथवा स्वर्गलोकका हुन्, सबै प्राणीहरू त्यो दुःखबाट, दारिद्र्यबाट अथवा अन्य विविध प्रकारका पीडाबाट चाहिँ मुक्त हुन सक्छन् भन्ने त्यो प्रसङ्ग यहाँ आएको छ। त्यसैले जगतजनी जननी भगवती श्री स्वस्थानीको महात्म्य ज्ञान, महात्मा गान नै यो आजको कथाको मुख्य प्रसङ्ग हो। र अब यसपछिका प्रसङ्गहरूमा हामी अब मूल रूपमा यसभन्दा अगाडिका कथाहरूमा हामी विभिन्न प्रकारका पौराणिक कथाहरू हामी देख्थ्यौँ भने अब चाहिँ श्री स्वस्थानीकै महात्म्यसँग जोडिएका प्रसङ्गहरू नै हामी अब पाउँछौँ। त्यसैले मूल स्वस्थानी कथा चाहिँ अब प्रारम्भ हुने देखिन्छ। यसपछिका अध्यायहरूमा चाहिँ मूल रूपमा भगवती श्री स्वस्थानीकै कथा, महात्म्य, विभिन्न व्यक्तिहरूले चाहिँ पाएको दुःख र त्यो दुःख निवारणका लागि स्वस्थानीको व्रत आरम्भ गरेका कथाहरू अबका प्रसङ्गहरूमा आउँछन्। त्यसैले तिनै जगतजननी भगवती श्री स्वस्थानीको महात्म्य कथन गर्ने यो जुन स्वस्थानी व्रत कथा छ, त्यस 9औं अध्याय यसरी समाप्त। अब यस विषयमा केही अथवा यस विषयमा यहाँहरूको थप आफ्ना व्याख्या अथवा आफ्ना प्रस्तुत गर्नुहोला। हस्, धन्यवाद, नमस्कार। नमस्कार। अब कसैको केही प्रश्न छ या आफ्नो केही जिज्ञासा छ भने राखिदिनु होला। आज छोटो कथा छोटो भएकोले चाँडै नै सकेछ। कसैको केही जिज्ञासा छ कि राखिदिनुहोस्।
बोल्नु न श्रीरामजी श्रीरामजी कोही बोल्नु भएन है कसैको केही प्रश्न छैन राजेशजी राजेशजी पनि बोल्नु भएन हजुर नमस्ते बाजे नमस्ते के छैन केही पनि छैन अब यहाँ मलाई अलिकति हजुर कुरा लागेको कुरा व्रत जुन अब तपाईँ भिडियो हजुर भिडियो अन गर्नु पर्यो भिडियो अन छ छैन अहिले छ अहिले गयो फेरि गयो अहिले गयो गयो म यो अर्को पेज हेरेको भएर मैले त्यो टाइप गरेर आएको चाहिँ ए त्यो हेरेको भएर गएको नि टाइप गरेको अघि मात्रै टाइप गरेको स्वस्थानी कथा जुन अब पार्वती र गङ्गा आफैले पनि स्वस्थानी व्रत गर्नु भएको होइन हजुर अब हामीले स्वस्थानी कथा भनेर उहाँहरूकै कथा सुनिरहेछौँ होइन उहाँहरूले नै व्रत गरेर उहाँहरूले नै कथा सुनिरहनु भएको छ त्यो विषयमा मलाई के लाग्छ भने यो स्वस्थानी भनेर जुन आरसीमा ओमकार लेखी देवी स्थापना गरेको भनेर चाहिँ जनाएको छ होइन हजुर ओमकार लेखेर ओमकारलाई नै शक्ति मानेर पूजा गरेको हिसाबले जुन एउटा नाद ब्रह्मलाई चाहिँ नि स्वस्थानीको रूपमा पूजा गरेको हो कि जस्तो लाग्यो मलाई त हामीले स्वस्थानी देवी भनेर पार्वतीलाई नै मानिरहेछौँ होइन हजुर उमा महेश्वरको मूर्ति त्यहाँ तारनी बालमा उमा महेश्वरको मूर्ति रहेछ हजुर तर उहाँहरूले नै अब व्रत गरेको हिसाब गर्ने हो भने त ओमकारलाई पूजा गरेको भनेको त ओमको जुन ध्वनि छ त्यो नाद ब्रह्म नै स्वस्थानी हो भनेर चाहिँ भन्न सकिन्छ जस्तो लाग्छ कि मलाई त्यो अब स्वयं अब सम्पूर्ण जगतका सम्पूर्ण देवका देवलाई सम्पूर्ण लोकले पूजा गर्छ तिनै फेरि शक्तिको पूजा गरिरहेको होइन प्रसङ्गहरू आउँछन् त्यसैले अब यहाँ जस्तो भन्न चाहिँ के भनिएको छ भन्दाखेरिमा यही उसमा स्वस्थानी व्रत कथामै माघस्य पूर्णिमायां तु स्वस्थानी व्रतमाचरेत आवयो पूजये तत्र प्रतिमा मण्डले शुभे भन्छ भने चाहिँ माघ पूर्णिमामा मतलब स्वस्थानी व्रत गर्नु र त्यसमा चाहिँ आवयो पूजये तत्र आवयो भने हामी दुईलाई शिव पार्वतीलाई हामी दुईलाई चाहिँ प्रतिमा मण्डले शुभे प्रतिमामा मण्डलमा पूजा गर्नु भनेको हुनाले मूल रूपमा चाहिँ अब महादेव पार्वतीको पूजा हुने भन्ने देखिन्छ तर स्वयं गङ्गाले स्वयं पार्वतीले नै पनि स्वस्थानीको व्रत गरेको भनेपछि त फेरि आफ्नै हुन त अब तन्त्रको सिद्धान्तले त मिल्छ किनभनेदेखि के अरे स्वयं किन स्वात्मैव देवता प्रोक्ता ललिता विष्णु विग्रह आफ्नै देवता भयो भने आफ्नै पूजा गर्ने आफ्नै पूजा गर्ने चलन छ तर अब ओमकार ठिक जुन कुरा गर्नु ओमकार के अरे आरसीमा ओमकार लेखेर पूजा गर्नु भनेपछि ओमकार स्वरूप त्यो प्रणव स्वरूप होइन नाद ब्रह्मको चाहिँ पूजा गर्ने भन्ने अर्थ देखिन्छ र अब स्वस्थानीको ध्यानको प्रसङ्ग पनि आएको छ जस्तो अब कति स्वस्थानीको पूजा गर्ने त भन्दाखेरिमा
सुवर्ण वर्ण दीप्ताभां त्रिनेत्रां कमलाननां सिंहासने समासीनां सर्वालंकार भूषितां नीलोत्पलधरां वामे दक्षिणे वरदाभयां चर्म खड्गधरां चोर्दे वाम दक्षिणयो क्रमात् हैन त सुवर्ण वर्ण दीप्ताभां जसको चाहिँ रङ सुवर्ण सुनको जस्तो चाहिँ एकदम प्रदीप्त रङ भएकी, 3 आँखा भएकी, कमला ननाम हैन पद्म कमलको जस्तो चाहिँ मुख भएकी, सिंहासने समासीनाम सिंहासनमा बसेकी अथवा सिंहमाथि चढेकी, सर्वालंकार भूषिताम सम्पूर्ण प्रकारका अलङ्कारहरूले भूषित भएकी, नीलोत्पल धराम वामे बायाँ हातमा नीलोत्पल भनेको नील कमल लिएकी, दक्षिणमा वरदा भयाम हैन वर र अभय मुद्रा धारण गरेकी, अनि चर्म खड्ग धराम चोर्थे वाम दक्षिणयो क्रमात् बायाँतिरको माथिल्लो हातमा चाहिँ चर्म लिएकी, चर्म भनेको चाहिँ त्यो के भन्छ उसलाई त्यो के अरे शिल्ड भन्छ नि, कवच। अनि दक्षिण भनेको चाहिँ दाहिने हात माथिल्लो दाहिने हातमा चाहिँ खड्ग लिएकी, यस्तै पूजा भएकी गर्नु भन्ने अब त्यो प्रसङ्ग छ। अब समग्रमा यदि हामीले भनौँ न समग्रमा चाहिँ हेर्दाखेरिमा के देखिन्छ भन्दाखेरिमा किनभने सम्पूर्ण सबै कुरा जसमा चाहिँ गएर लीन हुन्छ त्यो ब्रह्मको वाचक जुन प्रणव हो, ओमकार हो। अब त्यो नै किनभने ओमकारमै सबै कुरा समेटिएको हुनाले ओमकार रूप ब्रह्म कुनै वास्तवमा पूजा हो। अब त्यसलाई साकार रूपमा राख्दाखेरिमा चाहिँ अब शक्ति किनभने उपासना भन्ने बित्तिकै जब हामी साकार उपासना गर्छौँ त्यतिखेर शक्तिको उपासना अनिवार्य बन्छ। र अब तन्त्रको सिद्धान्तले हेर्ने हो भने त समग्र उपासना शक्तिकै उपासना हो। बिना शक्ति त्यो ब्रह्म तत्त्वलाई प्राप्त हुनै सक्दैन अथवा शिव तत्त्वको प्राप्ति पनि छैन। त्यसैले यस किसिमकी अब भनौँ अब यहाँ ध्यान बताइए अनुसार कि तिनै शक्ति, अब तिनै शक्तिलाई ओमकारमा पनि तिनै शक्ति, किनभने ओम भनेको मतलब जो निराकार ब्रह्म हो त्यो निराकार ब्रह्म साकार पनि बन्न सक्छ र साकारतामा आउँदाखेरिमा उसको जुन प्रकारको चाहिँ शक्ति हुन्छ त्यो सम्पूर्ण शक्ति भनेको त आखिर मातृशक्ति नै हो। त्यसैले त्यो निराकार ब्रह्मलाई नै साकार ब्रह्मको रूपमा कल्पना गरेर साकार मूर्तिको रूपमा शक्तिको पूजा नै स्वस्थानीको चाहिँ मूल पूजाको ध्येय भएको हुनाले मूल रूपमा अब निराकार रूपमा हेर्दाखेरि ओमकारको पूजा र अब साकार रूपमा हेर्दा चाहिँ अब विभिन्न स्वरूप भएकी स्वस्थानी अथवा त्यस किसिमको एउटा भनौँ न सर्वशक्तिमती देवीको कल्पना गरेर पूजा गर्ने भन्ने नै अर्थ हो वास्तवमा। हजुर अगाडि केही छ? यहाँ एउटा अर्को कुरा जस्तो कि पाताल लोकमा गएर नागिनीहरूलाई चाहिँ नि अब स्वस्थानीको गतिविधि बुझाउन गएको हिसाबले पातालमै गएर किन गएको भन्ने कुरा। ए होइन त्यो पातालमै गयो मैले अहिले अझै महत्ता ती जगत जननी स्वस्थानी जुन देवी हुन् तिनको महत्ता चाहिँ खालि केवल मर्त्यलोकमा मात्रै सीमित छैन। जस्तो स्वर्गमा पनि जस्तो स्वयं पार्वतीले भनौँ स्वयं पार्वतीले गङ्गाले होइन नै स्वस्थानीको चाहिँ कथा अप्सराहरू नै पनि मर्त्यमण्डलमा आएर चाहिँ स्वस्थानीको चाहिँ व्रत गर्ने गरेको त्यो पछाडिको कथाहरूमा आउँछ। पछि यो उसमा लावण्य देशको प्रसङ्गमा आउँछ भनेपछि अब स्वर्ग मर्त्य र पाताल तिनै लोकमा ती भगवती स्वस्थानीको महत्ता व्याप्त छ। ती स्वस्थानीले सबैलाई भनौँ न तिनै लोकका दुखी आर्तजनहरूलाई को पीडालाई मुक्त गर्ने एकमात्र कारण अथवा एकमात्र शक्ति चाहिँ स्वस्थानी हुन् भन्ने बुझाउने अर्थमा पाताल लोकको कुरा आएको होला भन्ने मलाई लाग्छ। मलाई अलिकति पाताल लोकको कुरा निकालेकोले यसमा के लाग्छ भने
अघि टिपेको थिएँ मैले। हजुर। पाताल भन्न साथै एक किसिमले अन्धकारमय स्थानलाई जनाउँछ होइन। अन्धकार भन्ने एउटा अन्धकार किसिमको ठाउँ जनाउने भएकोले एउटा त्यो भयो। त्यसपछि चाहिँ नि नागिनीहरूलाई चाहिँ नि यो स्वस्थानीको व्रत विधि पूजाको व्रत गराएको भन्ने कुरा। नागिनी भन्दाखेरि हाम्रो कुण्डलिनीमा सुषुम्नालाई कुण्डलिनीमा त सुषुम्नालाई नाग भन्छ नि होइन। नाग भएकोले त्यो नागलाई चाहिँ नि संयम बनाउने जुन एउटा विधि छ, त्यो संयम नभएसम्म त शिवशक्ति मिलन त हुँदैन होइन। हाम्रो कुण्डलिनीको अब मूल अर्थ त शिवशक्ति मिलन हो। शिवशक्ति मिलन भन्दाखेरि मूलाधारबाट जुन त्यो शक्ति चाहिँ ऊर्ध्वगामी बनाएर सहस्रारमा पुगेपछि शिवसँग मिलन हुने भयो। त्यसलाई चाहिँ नि त्यसको सेतुको रूपमा चाहिँ नि नागिनीलाई लिएको जस्तो लाग्यो कि मलाई। नागिनीको कुरा आएको भएर यो विषयमा चाहिँ मेरो हो। किनभने जस्तो कुण्डलिनी शक्तिको कुरा गर्दा नै हामीले के देख्छौँ भन्दा सर्पको आकारमा होइन सुतेको सर्प भनेर चाहिँ कुण्डलिनीको चाहिँ व्याख्या गरिन्छ। एकदम मैले हो त्यो चाहिँ ध्यान पुर्याउन सकेर छु वास्तवमा। हो सही, एकदमै सही कुरा हो। किनभने जस्तो पाताल भनेको अब भोगको दृष्टिकोणले अत्यन्तै होइन भोगयुक्त त्यो भूमि भए पनि ज्ञानको दृष्टिकोणले चाहिँ त्यहाँ के छ भने ज्ञान छैन अथवा ज्ञानको अभाव छ। अन्धकार तमसकै साम्राज्य चाहिँ पातालमा हुन्छ। भोग चाहिँ हुन्छ फेरि, किनभने भोगको दृष्टिकोणले चाहिँ असङ्ख्य त्यो भोग चाहिँ त्यहाँ छ। तर अज्ञानको अन्धकारले आवृत लोक पाताल हो। किन भन्दाखेरिमा त्यहाँ चाहिँ अब त्यही अब नागिनी भनेको प्राण शक्ति सुप्त रूपमा रहेको छ अथवा प्राण शक्ति चाहिँ शिवको मिलन रूप आनन्दबाट विमुख छ है। शिवको मिलन रूप आनन्दबाट प्राण शक्ति चाहिँ विमुख छ, कुण्डलिनी शक्ति विमुख छ। त्यसैले त्यहाँ दुःख छ। त्यसैले त्यहाँ चाहिँ अज्ञानको अन्धकारले आवृत लोक चाहिँ पाताल हो। र अब त्यसका लागि चाहिँ त्यो प्राणलाई जगाउने भनेको मतलब त्यसलाई चाहिँ अब शक्तिको महात्म्य, किनभने स्वयं शक्ति नै पनि भनौँ न, स्वयं शक्ति सुप्त रहेको अवस्थामा त्यो शक्ति जागृत नभइकन त शिवसँग पुग्ने कुरै पुग्दैन। त्यसैले त्यो स्वयं शक्तिलाई नै जगाउनका लागि यस किसिमको चाहिँ अब भनौँ शक्तिका माध्यमबाट शक्तिलाई जगाउने स्वस्थानी भनेको मतलब तिनै शक्तिको महात्म्य बताएर अथवा स्वस्थानीको चाहिँ प्रभाव बताएर शक्तिलाई जागृत गर्दै अनि शिवसँग पुग्ने। अब यो कथाको प्रसङ्गमा चाहिँ त्यो नागिनीहरू चाहिँ आफ्ना पतिहरूसँग बियो भनेको नागिनी भन्नाले अब जस्तो भनौँ न, अब बेला हामीले चाहिँ उसमा हेर्ने हो भने नागिनी शक्ति भयो, नागहरू चाहिँ शिव भए। शिव र शक्तिको मिलन त्यहाँ भएको छैन, त्यसैले दुःख छ। त्यसैले त्यो शिव शक्तिको मिलनको प्रसङ्ग, त्यस किसिमको कुण्डलिनी जागरणको त्यो एउटा प्रक्रियाको प्रसङ्ग लाई यहाँ व्याख्या गरिएको भन्ने हो वास्तवमा हो। मेरो चाहिँ त्यो हिस्साले मैले त्यो ध्यान दिएको रहेछु। वास्तवमा त्यही नै हो। मैले यो कथामा छ नि हजुर जालन्धरको श्रीमती वृन्दालाई चाहिँ नि जुन प्रतिबद्ध धर्म नष्ट गर्ने भन्ने जुन एउटा कुरा छ, त्यो प्रतिबद्ध धर्म नष्ट गर्ने भने त्यो यौनिक कुरा मात्रै होइन जस्तो लाग्यो कि मलाई।
जस्तो कि अब विष्णु गएर चाहिँ नि रात बसेर प्रतिपदा धर्म नष्ट गर्यो भनेर चाहिँ कथामा दिएछ। एउटा एउटा कथामा मैले के देखेँ भने महिलाले आफ्नो श्रीमान बाहेक अर्को केटा पुरुषको गोडा ढोग्ने पनि गोडा भयो भने त्यो प्रतिबद्धता धर्म नष्ट भएको भन्ने जनाएको छ कि त्यसमा। जस्तो कि हामीले पनि हामी आफै पनि अब मन्दिरमा सपोज हामी पशुपतिनाथमा गयो होइन, आफूभन्दा गण्यमान्य मान्छे अब अन्त भेट्दाखेरि हामीले खुट्टा ढोक्ने मान्छे भेट्यो भने पशुपतिनाथको अगाडि चाहिँ खुट्टा ढोक्नु हुँदैन भन्छ। देउताको अगाडि कसैको पनि खुट्टा ढोक्नु हुँदैन भन्छ। त्यसमाथि चाहिँ अब महिलाले त केटालाई आफ्नो लोग्नेलाई बाहेक अरूलाई ढोक्नै हुँदैन भन्छ। त्यो हुँदाखेरि विष्णु त परपुरुष भयो नि त उसको लागि। विष्णु गएर अगाडि चाहिँ छैन होला, यसमा चाहिँ अब कथाको हिसाबले अर्को किसिमले दिएछ होइन। त्यो पछिको समयमा पछि फेरि जाँदाखेरि चाहिँ नि अब कमण्डलले लिएर त्यहाँ खुट्टा गोडा टोयाएर जल पनि लिएर खुट्टा ढोकेर चाहिँ माथि लगेको भनेर उल्लेख छ। त्यसैमा चाहिँ नि प्रतिबद्धता धर्म नष्ट भइसक्यो क्या त्यो कथा देखेँ कि मैले। त्यही भएर श्रीमान बाहेक अरूको खुट्टा ढोक्नु हुँदैन भन्छ। नमस्कार गर्नुहोस् न मिल्छ, खुट्टा ढोक्नु हुँदैन। त्यो खुट्टा ढोक्यो भने प्रतिबद्धता धर्म नष्ट भयो अरे भन्छ नि। यस्तो हो। त्यो प्रसङ्ग नदिएको भए नि त्यो काम चल्थ्यो कि हाम्रो शास्त्रले भने अनुसार परपुरुषको स्पर्श नै अथवा परस्त्रीको स्पर्श नै त्यो एक प्रकारले शास्त्र विरुद्ध हुन्छ होइन भनेपछि त्यो ठिक हो। त्यो अर्को प्रसङ्ग नभएको भए नि हुन्थ्यो भन्ने कुरा चाहिँ अस्तिको सेसनमा पुरै माथिदेखि तलसम्मको जुन यो स्वस्थानीको माथिदेखि तलसम्मको जुन कथा छ त्यो सन्ध्या भाषामा लेखेको भयो होइन। यो स्वस्थानी मात्रै होइन, अब बुद्धिज्मको जुन कथाहरू छ त्यो बुद्धिज्म कथा पनि त्यो सन्ध्या भाषामै छ, यो पनि सन्ध्या भाषामै छ। शास्त्रहरू भनेको त नियमहरू भयो, विधान भयो शास्त्र भन्ने होइन। कथाहरू भनेको त सबै सन्ध्या भाषामै रहेछ। सन्ध्या भाषा भनेको त गोप्य कुराहरू भयो होइन। गोप्य भने बाहिरबाट एउटा चाहिँ बताएको हुन्छ, भित्री अर्कै हुन्छ भन्ने। सन्ध्या भाषा भने त्यस्तो त्यही भन्न खोजेको नि मैले हो। यसलाई चाहिँ सिधै चाहिँ अर्थ लगाउनु मिल्दैन जस्तो लाग्छ क्या। कथा चाहिँ अब पात्रको लागि चाहिँ देवताहरू, राक्षसहरू, नाग नागिनी भयो, अब मान्छे पनि राखेको छ, रुख पनि राखेको छ होइन। सबै पात्रको रूपमा चाहिँ राखेको छ। जनावरले त बोल्दैन। जस्तो हामी दन्ते कथा पढ्दाखेरि कथा त कथा नै हो नि त। दन्ते कथा पढ्दाखेरि त बोकाले पनि बोले हुन्छ, राँगोले पनि बोले हुन्छ, बाघले पनि बोलेको हुन्छ। त्यो बाघले बोल्दैन। त्यसैलाई चाहिँ सन्ध्या भाषा भन्ने भयो होइन। अनि त्यो अस्ति मैले पनि भनेको थिएँ, त्यो सन्ध्या भाषालाई इन्डियामा चाहिँ एउटा चाहिँ राजस्थानमा हो कि कुन ठाउँमा उलट बाँस सन्ध्या भाषालाई के भन्दै उलट बाँस। उलट बाँस भनेको उल्टो बाँस भनेको नि। अब मोटो भाग जमिनमा हुनुपर्ने होइन, अब मसिनो भाग आकाशमा हुन्छ होइन। मोटो भाग जमिनमा हुन्छ। अब मोटो भाग आकाशमा पारेर मसिनो भाग जमिनमा पार्यो भने कस्तो हालत कस्तो हुन्छ भनेर भने त्यो मोटो भाग त माथि आकाशमा त रहँदैन, त्यो त निहुरेर तल जमिनमै आउँछ नि त। त्यो
विशेष अर्थ चाहिँ त्यही हो, जुन धरातलमा उभिनु पर्ने हो त्यो धरातल त देखिन्छ नै भन्ने दिएको नि त्यो। प्रश्न छ कि मैले गफ गरिरहेको छु यहाँ? श्रीरामजी होइन छैन दाइ, तर हजुरहरूले यो अघि निरन्तर दाइले भन्नुभएको जुन यो चरण स्पर्शको जुन त्यो नियम छ त्यो चाहिँ अरू ठाउँमा पनि बाबाको देवी सरको मुखबाट पनि मैले पटक पटक सुनेको छु, अनि हाम्रो घरमा पनि त्यो अरू ठुलो बडाबाट सुनेको छु। त्यो एकदम बिचमा नबोलेको मात्र हो दाइ, एकदम गजब कुरा हो त्यो, एकदम सही हो हजुर। अब यहाँ अब लोकलाई बुझाउनलाई सिधै भाषामा लेखिदिया भयो क्या दाइ, त्यो भाषा चाहिँ कस्तो हो भाषा नबुझ्दा अलिकति नेगेटिभ लेखिदियो। अब दाइले भने चाहिँ एकदमै मन छ त होइन, नेगेटिभ लेखेको त होइन, मैले त्यही व्याख्या गर्नलाई मैले संज्ञा भाषा कुरा गरेँ के, बुझेँ नलागोस् भनेर के। हो हो लोकलाई चाहिँ सिधै भाषा लेख्यो, तर हजुरले सही भनिदिनु भयो। सम्झेको बिर्सिहालेँ मैले। अब कसैको केही जिज्ञासा प्रश्न केही छ कि छैन? आज अब भोलि माधव सर हुनुहुन्छ अरे होइन? म भोलि अब माइक खोलेपछि तपाईँको स्वर नआउने क्या। तपाईँको भोलि चाहिँ कार्यक्रममा म उपस्थित हुन सक्दिनँ। पर्सि म श्रोताको रूपमा उपस्थित हुन्छु होला। अब यसको सेसनमा को हुनुहुन्छ, मतलब यसमा अब आउने दिनहरूमा? अब आवास एकजना छ, मैले यो 24 7 दिन गर्ने भनेर विचार गरेको मैले एकजनाको। अब 6 दिन जति गर्नु पर्ला। अन्तिममा चाहिँ नि अब सारांशको रूपमा म आफैले राखौँ कुरा। अब करिब यसमा त पछाडि त त्यही कुराहरू दोहोरिया छ छैन। अलि चाँडै नै सकिन्छ पछाडिको सेसनहरू त होइन। त्यस भएर 3 दिन जति खाली गरेर 3 दिन चाहिँ अब सुरुदेखि अन्तिमसम्मको एउटा फिडब्याक जस्तो सबै समरी जस्तै समरी प्रस्तुत गरौँ कि भन्ने विचार गरेको। हजुर हुन्छ। भोलिदेखि चाहिँ आवास आवास भेटेकै छैन मैले। त्यही भएर अब भोलि चाहिँ नि म आफै गर्छु होइन। पर्सिको लागि म आवासलाई जसो भए पनि भेटेर चाहिँ कुरा गरौँला। म आफै गर्छु। ल त अब आजलाई यति नै गरौँ, भोलि फेरि भेटौँला। आजलाई नमस्कार, धन्यवाद, शुभरात्रि। जय मामा। जय मामा।